भारतले दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई कठिन सङ्घर्षपछि पराजित गर्दै टी20 विश्वकपमा अपराजित रहन सफल भएको छ। कोलकाताको इडेन गार्डन्समा जिम्बाब्वेको यो उत्कृष्ट टी20 विश्वकप अभियान आइतबार दक्षिण अफ्रिका विरुद्धको अन्तिम सुपर 8 खेलसँगै समाप्त भयो। 5 विकेटले हरायो यो र खेल नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा खेलिएको थियो। बदला पूरा गर्यो। जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ गरेको थियो र निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 153 रन बनायो। जिम्बाब्वेका कप्तान सिकन्दर रजाले उत्कृष्ट पारी खेल्दै 43 बलमा 73 रन बनाए। रोस्टन चेजले राम्रो खेल्दै योगदान दिए। भारतलाई 196 रनको लक्ष्य थियो। यो लक्ष्य पछ्याउनु चुनौतीपूर्ण थियो। भारतको सुरुवात राम्रो भयो तर केही विकेट छिट्टै झरे। 15 ओभरमा स्कोर 79 का मुनि 4 जस्तो थियो। त्यसपछि सन्जु सैमसनले कमाल गरे। उनले नट आउट 97 रन बनाए। यो पारी 50 बलमा थियो। उनले 12 चौका र 4 छक्का प्रहार गरे। यो टी20 विश्वकपमा रन चेज गर्ने क्रममा भारतीय ब्याट्सम्यानको उच्च स्कोर मध्ये एक हो। विराट कोहलीको रेकर्ड पनि तोडे। सन्जु सैमसनले दबावमा शानदार खेल देखाए। उनले सूर्यकुमार यादव र तिलक वर्मासँग साझेदारी गरे। उनको आक्रामक ब्याटिङले भारतलाई जिततर्फ डोर्यायो। अन्तिम ओभरहरूमा पनि उनले शानदार शट खेल्दै टिमलाई जित दिलाए। यो पारीले उनी खेलका नायक बने। यो जितले भारतलाई सेमिफाइनलमा पुर्यायो। टिमले उत्कृष्ट प्रदर्शन गर्यो। बलरहरूले पनि राम्रो गरे तर मुख्य हिरो सन्जु सैमसन थिए। यो खेलले भारतीय क्रिकेट फ्यानहरूलाई खुसी दियो। 2016 कोलम्बो यादलाई मेटाउँदै भारतले बदला लिएको छ। अब सेमिफाइनलमा अर्को चुनौती पर्खिरहेको छ।